Hello, welcome to the channel. Guys, म चाहिँ आज गाउँ छोडेर पोखरा झर्दैछु गाइस हैन। यो चाहिँ हामीले बनाएको बाटो, अस्ति बनाएको बाटो यो हैन। म चाहिँ पोखरा झर्दैछु केटा हो हैन। रेडी भएर बस पार्टीको लागि। त्यही हो गाइस, बाइक यहाँ छ। अब टक्क कुप्रो परेर नभरे यो भाँच्यो रे अड्किन्छ नि। हामीले चाहिँ रेनकोट स्याङकोट केही लेसेन गाइस झन पानी नपर्ला नि, पानी नपर्ला भन्ने आश। गाइस म चाहिँ यसरी र गाइस बाइक चाहिँ यहाँ अब रेडी हुँदैछ होइन। ल भर्खर बादलले छोपिसक्यो हामीलाई होइन। के हुन्छ हेर्दैछ, पानी नपरे हुन्थ्यो जस्तो लाग्छ, किनकि रेनकोट छैन हामीसँग। पोखरा पुग्ने बेलासम्म रेनकोट छैन। पानी पऱ्यो भने चाहिँ एकदम गाह्रो हुन्छ गाइस हामीलाई। हेर्न सक्नुहुन्छ भर्खरै हाम्रो गाउँतिरको वेदर यस्तै हो गाइस जहिले पनि। बाइक ठिक छ के अरे। पुगोस्, पेट्रोल पनि ठिकै छ, अब पुग्छ होला जस्तो लाग्यो क्या। पेट्रोल ठिकै छ जस्तो लाग्यो। यहाँ चाहिँ देखाउनु न गाइस, फेरि यहाँ छ यतै गर्नु होला होइन। देखाउने नै छु बाटोहरू के कस्तो हुन्छ। अहिले चाहिँ कति बज्यो, अहिले चाहिँ 10 बज्न आँटेछ। हामी चाहिँ 10 बज्न आँट्ने बेलामा हिँडेछ। अस्ति आउँदाखेरि चाहिँ हामी पोखराबाट 1 बजे हिँडेको थियो। यहाँ चाहिँ 3:45मा आइपुगेको थियो हामी ट्याक्क लाएर। बाटो खराब थियो, बाटो खराब हुँदै पनि हामी त्यो टाइममा आइपुग्यो। आज चाहिँ हेर्दै जाऊँ के कति बेला पुगिन्छ, के कस्तो हुन्छ। हिजो रातभरि पानी पऱ्यो गाइस, हिजो रातभरि पानी पऱ्यो। अब होपफुल्ली बाटो राम्रै छ होला भन्ने आशा छ। गाइस हेर्दै गर्नु होला, भेट्दै गरौँला। भिडियो देखाउँदै गर्छु म। त्यो कुरा म एक्लै जाने चाहिँ होइन, एकजना भाइ छ, गमबहादुरको भाइ नेत्रजङ गुरुङ। किनकि 2 जना भयो भने चाहिँ सजिलो हुन्छ नि त। अब यो बाटो यस्तो छ, मौसम यस्तो छ गाइस। अब रातभरि पानी परेछ, बाटो जे पनि हुनसक्छ। 2 जना भयो भने चाहिँ सजिलो हुन्छ नि त। त्यही भएर मैले साथी खोजेको थिएँ, साथी पनि पायो गाइस। ल गाइस मसँग जाने उयो हेलो गरे ल हामी चाहिँ भर्खर अब मौसम चाहिँ खुले त गाइस। यस्तो बवाल हुँदैछ। हामी चाहिँ अब लाग्न पर्छ। नै त उता बाटोमा फेरि ढलन गर्दैछ अरे, बाटो नखुल्न पनि सक्छ। ल भाइ भेट्दै गरौँला। You do the खाना there, मारते आ रहा।
Ada yang apa? Ada yang mau karena video ala kok. Pagarang aja memang. ल गाइस यो चाहिँ हाम्रो असुरी ल ल न अब के थाहा यो चाहिँ हाम्रो सिमाना भनौँ कि के भनौँ बारहरू तर अब गोरु भैँसी रोक्नको लागि यो हो हाम्रो गाउँतिर चाहिँ बादलको टाइम स्ल्याप गर्न पर्दैन गाइस हामी सँगसँगै हिँड्छ ल गाइज हामी चाहिँ मुग्री कटिसक्यो गाइज हामीले चाहिँ माथिको भिडियोहरू बनाउन पाएन पानी परेको कारणले गर्दा यो घर चाहिँ बवाल लाग्यो गाइज त्यो जङ्गलको बिचमा एउटा घर टक्क यस्तो छ हालत हाम्रो ल गाइज हामी चाहिँ सबै अफ रोड बाटो सकाएर हामी चाहिँ बिच रोडतिर आइसके अब हेर्दै जानु होला हामी अब आधा घन्टामा पोखरा पुग्नेछ हेर्न सक्नुहुन्छ बाटोको हालत खोला हेर्न सक्नुहुन्छ खोला खासमा अब त्यही अफरोडहरू बाटोको हिलो बाटोहरू देखाउने भनेर नै भिडियो स्टार्ट गरेको हो अब त्यहाँ पानी परिगयो कि गाइस पानी पर्यो अब पानी पर्ने बेला भिडियो गर्ने उसले भएन मेरो पनि भएन बाटो नि खत्तम थियो त्यस्तै भयो गाइस अब सरी फर द्याट होइन हामी चाहिँ जाँदैछौँ अब तुलसीकोट पुग्न अब हामी लगभग 5 मिनट लाग्छ होला 5 मिनटको बाटो र बवाल भइरहेको छ हेर्न सक्नुहुन्छ बवाल हेर्न सक्नुहुन्छ बवाल देखिरहेको छ है गाइस बवाल मजा भइरहेछ गाइस अबको बाटोहरू चाहिँ देखाउने छु तपाईँहरूलाई थोरै भए पनि हेर्दै जानु होला
गाइज हामी चाहिँ भैँसेमा आइपुगेँ बसिरहेको छु अहिले चाहिँ सक्नुहुन्छ अति नै कमेडी भयो गाइज उता पहिरो गइरहेको थियो होइन मैले चाहिँ क्यामेरा यता मात्रै ठडाएर मात्रै भिडियो नगरी चाहिँ गाइज हेर्न सक्नुहुन्छ त्यो पहिरो चाहिँ भर्खर झरेको गाइज भिडियो बनाएको थिएँ मैले यस्तो चाहिँ गरेको थियो तर भिडियो स्टार्ट नै नभइरहेछ बाटो पहिरो आएर खोलाधरी धमिलो छ गाइज ल गाइज हामी चाहिँ अब पोखरा गएर भेटौँला हामी चाहिँ लाग्छु अब लास्ट हँसायो यार त्यो यस्तो बवाल देखेको थियो कि त्यो क्यामेरामा चाहिँ बवाल देखेको थियो लास्टमा त भिडियो नभएछ सेट ल गाइज पोखरा उता गएर भेटौँ ल गाइज म चाहिँ घर आइपुगेँ घर हिरोसँग बसिरहेको छु हेलो भन के हो यहाँ चाहिँ कोसेली भाग लगाउँदैछ गाइज आजलाई यति हुन्छ होला म चाहिँ पोखरा आइपुगेँ 2.5 घन्टामा 2.5 घन्टामा चाहिँ म पोखरा आइपुगेँ गाइज केटा हो अब कता गयो थाहा छैन नुहाइ धुवाइ गरेर टक्क लाएर हिरो त्यहाँ न्युरो केलाउँदैछ ल बाई बाई गाइज धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा